ओइ भाइ किन हेला गर्छस् हो बहिनीलाई? हाम्रै त बहिनी हो। लु भयो ल, मलाई कसैले ज्ञान दिइबस्नु पर्दैन। हुन्छ आफ्नो बहिनी, सौताको छोरी छोडेर गएको छ आफ्नो बहिनी। तिमीलाई पनि अहिले दाइ भन्दिनँ म उसको। त्यसो नभन् न भाइ, उसको आमा बेग्लै भए पनि बाउ त एउटै हो नि। किन गाली गर्छस्? तैँले पनि पढेको छस्, बुझेको छस्, त्यसरी बहिनीलाई गाली गर्नुहुन्न क्या। गाली नगर त। भयो भयो भयो, मलाई धेरै सिकाइ बस्नु पर्दैन ल। थपक्क आफ्नो काम गर्नु त्यहाँ। हेलो, के हो भन न। राजकुमार, अँ तेरो बाइक सन्दीप बाउले लग्थ्यो नि यार। के तेरो बाइक लग्थ्यो भनेको क्या सुनिनस्? के भन्छ यो? तेरो बाइकको किस्ता लिनु बाँकी थियो हो। थोरै पैसा दिनु बाँकी थियो त्यही भएर त लग्थ्यो त म बोलाउनु भएको थिएँ। यार। अनि किन त्यो साइडतिर गएको त यार? अनि मलाई के थाहा यार। अनि ओ मसँग अहिले पैसै छैन, मैले कहाँ ल्याउनु पैसा? तेरो तैँले काम बिगारिस् यार। अब के गर्नु यार? ल ल ल, अब के हुन्छ हेरौँ ल। ल यार नरिसाइ। अब यति बेला कहाँ ल्याउने रहेछ पैसा? यसरी बाहिर बुझिहरू। यो सिटी पनि के भनेर चार्ज नभएको नभएको भनेको सिक्दै कि राजकुमार कहाँ हिँडेको त? कहाँ होइन, यत्तिकै बाहिर जान लागेको म। किन? के भयो तँलाई? तेरो त अनुहार त पुरै निराश छ त। अनि टेन्सनमा छस् कि क्या हो? छैन, किन? म एकछिन बाहिर गएको साथीकोमा, के हुनु र मलाई? पक त। फेरि के हो? मलाई थाहा छ तँलाई अभर परेको छ भन्ने। जा, मेरो सिरानीमा 55,000 राखिरहेछ, त्यसबाट काम चला। के भन्नुहुन्छ? जा न जा, काम चला। इक्जामको फी नदिँदै मलाई इक्जाम लेख्न पनि दिनु हुँदैन। मसित त पैसा छैन।